बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आज म यस भिडियोमा हजको लागि के कुराको आवश्यकता छ अर्थात हज गर्नको लागि के हुनुपर्छ त्यसको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई राम्ररी र ध्यानपूर्वक सुनेर हेरिदिनु होला। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, हज यो इस्लाम धर्मको पाँचौं स्तम्भ हो र यो इबादत सबै मानिसमाथि अनिवार्य छैन, किनकि रसुलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो त मनिस्तता अलैहि सबीला, अर्थात जस व्यक्तिसँग बैतुल्लाहसम्म पुग्ने र त्यहाँबाट फर्किने क्षमता हुन्छ भने त्यो व्यक्तिको लागि हज अनिवार्य हुन्छ। यदि क्षमता छैन भने त्यो व्यक्ति माथि हज अनिवार्य हुँदैन। जस्तै नमाज प्रत्येक व्यक्तिको लागि अनिवार्य छ। नमाज कुनै पनि अवस्थामा माफ हुँदैन, हज त्यस्तो होइन, किनभने नमाज कुनै पनि अवस्थामा माफ हुँदैन। तर हज बरु रसुल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो मनिस्तता अलैहि सबीला, जसले अल्लाहको घरसम्म पुग्ने क्षमता राख्छ त्यही व्यक्तिमाथि हज अनिवार्य हुन्छ। र रसुल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो क्षमता भन्नाले के बुझिन्छ? यहाँ क्षमता भन्नाले दुई कुरा बुझिन्छ। त्यो मध्ये एउटा स्वास्थ्य हो र अर्को पैसा। स्वास्थ्य भनेको रोग नलागेको, हेड डोल गर्ने सक्, अर्को छ पैसा। आफू र परिवारलाई हज जान र फर्किन पुग्ने पैसा। यदि आफू र परिवारलाई छोडेर हज जानु र फर्किने पैसा छैन भने त्यो व्यक्तिमाथि हज अनिवार्य हुँदैन। यस्तै पैसा र स्वास्थ्य दुवै भए हज गर्नुपर्छ, कुनै एक नभए हज गर्नु पर्दैन। यस्तै यदि कुनै मानिसमाथि ऋण छ भने पहिले ऋण तिर्नु पर्छ, फेरि हज गर्नुपर्छ। यदि कुनै व्यक्तिले ऋण नतिरिकन हज गर्न जानु भयो र त्यसको मृत्यु बाटोमा भयो भने त्यो व्यक्तिलाई धेरै ठुलो पाप लाग्छ। यसै कारणले हज गर्न भन्दा अघि ऋण तिर्नु पर्छ। वसल्लल्लाहु अलैहि वसल्लम।